गाइस राति म यसो खानासाना खाएर यसो घुम्नु स्कुटीमा निस्किँदाखेरि मेरो जिगीले पिछै छोडेर तपाईहरु हेर्नु अस्ति किन खोजेको बेला हराएको बेलामा भन्दाखेरि तपाईहरु देख्न सक्नुहुन्छ अब यसलाई गाडीमा चढाउनु पर्यो। आइज बस। र अब म र जिगी घुम्न जाने एकछिन माथितिर। जिगी अघि उत्रयो। आइज जिगी बरुन्दाको घर। डराउँदैन, हाम्रो बिल्लीसँगै बस्छ। र बरुन्दाको घरमा आउँदाखेरि जिगीले डग फुड खाना पायो। ला यो त खाइदिएन त नि यसले त नि। धेरै बेरसम्म बरुन्दाको म घरमा बसेर जिगी घर जान्छु भन्दैछ। ए दैलो खोलिदिनु के खोलिदिनु भनेको होला। आइज बस। जिगले यसको नाम चाहिँ जङ्गबहादुर प्रधान, जिगी प्रधान। कुत्ता देखेको दैलोको उतापट्टि भएको चाल पाएको रहेछ, त्यसैले यसले पुरा रिस गर्दैछ। अर्को कुत्ता पनि माया लाग्दो रहेछ। जिगी जिगीले नयाँ साथी बनायो। जिगी घर जानु खोजेको होला। गाडीमा चढ। ओए के हो त्यो? के हो त्यो? जिगी हात दे। अर्को दे। जिगी ब्रो गुड बॉय। अब घर जाने हो जिगी। ल अब हामीले जिगी गाडीमा चढ। जा चढ 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 चढ। अब यो कुत्तालाई पनि बाई बाई गरिदिनु पर्यो। जिगीलाई लिएर चाहिँ जाने पर्यो। बाइ बाइ।